अगाडिदेखिको धान कसरी रोप्ने भन्ने म्यानुअल छ नेपालमा मात्रै छ। कर्णालीका मान्छेसित धान खेती गर्ने 500 वर्ष पुरानो परम्परा छ र चन्दननाथको मन्दिरमा अहिले पनि हरेक दिन 8 माना कालो मार्सी चामलको भोग चढ्छ, जुन चामलै चढाउनु पर्ने देउता त्यही मात्रै छन्। अर्थात् कर्णालीलाई हामीले यति धेरै अन्डरमाइन गर्यौँ कि कर्णालीका मान्छेले चामल खाएकोमा हामीलाई साह्रै धेरै टाउको दुख्यो। हामीले चाहिँ स्कटल्यान्डबाट हुस्की ल्याएर खाँदा हुने, फ्रान्सको वाइन खाँदा हुने, डेनमार्कको बियर खाएर तन्काउँदा हुने, कर्णालीका मान्छेले भात खाएको हामीले कति साह्रो रिस उठेको। नो भन्ने चलन छ नि, त्यही मैले भन्छु। कर्णालीको मान्छेले भात खाएर गरेको समस्या परेको होइन, कर्णालीको आफ्नो उत्पादकतालाई खत्तम गरेर भात मात्रै खानेकुरा हो भन्ने किसिमको जुन मानसिकता गरियो नि पञ्चायतको पालादेखि र 46 सालपछि पनि हाम्रा ठुला नेता तपाईँले भने जस्तै गाली गरेकै हो भने गाली गरेको उहाँहरूले चाहिँ त्यसको कर्णालीको उत्पादकतालाई बढाउन केही पनि गर्नु पर्यो। त्यही कारणले गर्दाखेरि अहिलेको लेटेस्ट डाटामा कर्णालीमा 5 वर्ष मुनिका 36% बालबालिका 36% बालबालिका कुपोषणको शिकार छन्। त्यो ठाउँमा यदि कर्णालीको चामलको कुरा गर्नुपर्ने, त्यहाँ कोदो, फापर, उवा, चिनो फल्यो भने त्यहाँको बालबालिकाहरू चाहिँ यस्तोसित कुपोषित हुनुपर्ने हो त। र सबभन्दा दुःख लाग्दो कुरा के छ भने त्यो बालबालिका शारीरिक रूपमा कुपोषित मात्रै हुँदैनन्, उनीहरू मानसिक रूपमा पनि कुपोषित हुन्छन्। किनभने उनीहरूले चाहिँ नयाँ कुरा क्याप्चर गर्ने सक्ने हुँदैन। यो चाहिँ मैले भनेको होइन, यो तपाईँ सबैजनाले हेर्न सक्नुहुन्छ इन्टरनेटमा कसरी हाम्रो पेटले हाम्रो मानसिक स्वास्थ्य र मेन्टल क्यापासिटी ठिक पार्छ भन्नु। त्यसै कारणले गर्दाखेरि जब कर्णालीको कुरा गर्नुहुन्छ नि, त्यो चामल त्यहाँ भोग चढ्यो होला, त्यो चामल चाहिँ यहाँ राणाहरूका पनि आउँथ्यो होला, तर साँच्चीकै कर्णालीका सबै जनताहरूले त्यो चामल खान पाउँदैन थिए। उनीहरूले चाहिँ कोदो खान्थे, फापर खान्थे, उवा खान्थे, चिनो खान्थे। चिनो भने त अहिले तपाईँहरूलाई थाहा पनि छैन होला कतिजना होइन, कागुलो भन्ने कुरा कति त्यो त खान्थे नि त, तर त्यो कुरा छोडेर अलिक चामलै खानुपर्ने भएपछि चाहिँ समस्या परेको हो। धन्यवाद। यो म आमोदजी कहाँ आउँछु। आमोदजी 30 वर्ष अमेरिकामा बस्नुभयो र खुसीको कुरो कुनै शासकले नखेदिकन नेपाल आउनुभयो। अनि काठमाडौँको घरमा भन्दा बढी उहाँ काभ्रेको घरमा बस्नुहुन्छ, खेतीपातीसित घेरिएर बस्नुहुन्छ र खालि त्यति मात्रै होइन, कहिलेकाहीँ अफिस आउँदाखेरि आफ्नो बारीमा फलेको सुन्तला र साग पनि त्यहाँनिर म्युनिसिपालिटीको एउटा पसलमा ल्याएर बेच्नलाई छोड्नुहुन्छ। अनि यो हामी फुड सोभरेन्टी भन्छौँ, आत्मनिर्भर हुनुपर्छ भन्छौँ। अहिलेको विश्वको अन्तर्निर्भरताको युगमा हामी अलिक बढी राष्ट्रवादी, अलिक बढी आफूवादी, तपाईँ त देश विदेश अलिक बढी नै हुनु त को बाँकी होला र, तर पनि भोगेको मान्छे, अमेरिकाको होल फुड सप्लाईदेखिका कुराहरू गरेको मान्छे, हामी अलिक बढी राष्ट्रवादी भएर पनि दुःख पाइरहेको छैनौँ सबै कुराहरू जस्तो खानेकुरामा पनि। केही गर्नु त होला, म पनि समाजशास्त्र पढाइ भएर त्यसबाट अलिकति त्यो ब्यागबाट निकालौँ होइन। अब राष्ट्रवादीको पनि त्यो बोर्डरभन्दा बाहिर नगई सुख छैन जस्तो लाग्छ। मतलब आफैमा इन्डिपेन्डेन्ट हुनु, सवर्न नेसनको हिसाबले चाहिँ सबै चिज आफै गर्न सक्नु त राम्रो हो, तर त्यो चाहिँ प्र्याक्टिकल हो कि होइन, त्यो फिजिबल हो कि होइन भन्ने कुरा, त्यो ती च्यालेन्जेसहरू त छँदैछन्। अब यो कुन खानाकै सन्दर्भमा भन्दाखेरि अब सजिलो छ, बाहिरबाट आएको चिज प्याकेट भएर आएको छ, सजिलै पाइन्छ, डिपार्टमेन्ट स्टोरमा गए पनि पसलमा गए पनि यहीँ बाहिर दोबाटोको पसलमा पनि पाइन्छ होइन। त्यसलाई कस्ट चाइनाले मात्र कसरी म्यानुफ्याक्चर गर्छ त्यो चिजहरू, त्यो ब्रेकडाउन हेर्न पायो हुन्थ्यो। तर कम्पिट गर्न चाहिँ नि ठुलो मार्केटमा बनाएको चिज त कम्पिट गर्न सकिँदैन नि त। अनि हामी चाहिँ हाम्रो यहीँ नै खेती गरेर बस्नुपर्छ, यो सबै उब्जाउ सबै सम्भव नहोला, तर बारी खेत बाँझो राखेर चाहिँ अरू चिज हेर्दै the other side of the lawn is greener भनेर त्योबाट मोटिभेटेड हौँ कि। अनि त्यसको काउन्टर चाहिँ नि हामी यहाँ सब छोडेर गए, हाम्रो देशमा हुन्छ, देशैमा उब्जाउनुपर्छ, देशको खेत बाँझो छ, यहीँ काम गर्नुपर्छ भन्ने एउटा न्यारेटिभ बने जस्तो लाग्छ। उहाँ मिडिया, अब उकालोको प्रबन्ध सम्पादक को हिसाबले पनि मलाई मिडियासित सम्बन्धित एउटा प्रश्न गर्न मन लागेको।
खानेकुरा हाम्रो एक्जिस्टेन्ससित जोडिएको कुरा हो, हाम्रो जीवनसित जोडिएको कुरा हो। दिनमा 3 पटक वा सोभन्दा बढी हामीले दोहोऱ्याउनु पर्ने कर्म हो। खानेकुराको विषयलाई हाम्रो मिडियाले एकदमै टेकन फर ग्रान्टेड मात्रै लिएको हो कि या डाक्टरहरू जस्तो भोलन्टरीले लेखी गर्ने मान्छेहरूको एक सुरे विचारलाई मात्रै कहिले काउन्टर नगरी उहाँले जे विश्वास भन्नुभएको छ त्यो कुरो पत्याई गरेर छापिराखेको हो कि या खानेकुरासित सम्बन्धित ठुल्ठुला डिस्कोर्सहरूमा अलिक गम्भीर सिनियर सम्पादकहरूलाई नलगाएर चितवनमा काउलीबारीमा ट्र्याक्टर कुदाइयो भन्ने जस्ता समाचार मात्रै या दुध पोखियो जस्ता समाचारलाई मात्रै हामीले कृषिको समाचार बनाएका हौँ कि मिडियाले कृषिलाई किन गर्नु व्यवस्था गरेको यसो जस्तो लाग्छ है कि चाहिँ हामीमा कृषि खाडीबाट वापस फर्केर आएर चाहिँ नि यति बिगामा काउली फलाइरहेछ, 1 लाखको जागिर छोडेर आएर काउली गर्यो त्यस्ता किसिमका आउँछन् मान्छेले। किनभने हामी सबैले वी लाइक टु लिभ भाइकेरियसली थ्रु समबडी एल्स भन्छ नि अङ्ग्रेजीमा। अरूको एक्सपिरियन्स अरूको जीवनबाट पनि आफूले त्यसमा केही सन्तुष्टि अथवा त्यो पाउने भएर त्यस्ता न्युज पनि जान्छन् कि चाहिँ खत्तम भयो तपाईँले भने जस्तो दुध पोख्यो टमाटर सबै बाटोभरि फर्यो। नभए जुन मेन कुराहरू कृषिको बारेमा अथवा फुडको बारेमा स्वास्थ्यकै पनि गर्दाखेरि त्यो सेक्सी छैन। भर्खर डाक्टर अरुणाले के भन्नु भने पोलिटिसियनलाई गाली नगरे भने त्यो कुरै चाहिँ तपाईँले सोध्नु हो। एक राउन्ड राजनीतिज्ञलाई गाली गरेन भने चाहिँ नि आवाज नै नबोले जस्तो हुन्छ नि हो। राजनीतिज्ञलाई गाली गरेको पोलिटिक्सको कुरा गरेर सेक्सी छ, ठिक छ त्यो। अनि त्यो बिचका जुन इन्फर्म गर्नुपर्ने जसले जान्नुपर्ने डाक्टर साहबले गरेको कुरा जस्तो उहाँकै कुरा जस्तो चाहिँ नि पर्दैन। यहीँ अब अहिले सभाहरूमा आएको ठाउँ कतिजनाले चाहिँ नि कृषि सम्बन्धी एकदम जानकारीमूलक आर्टिकल पढ्नु भएको छ। अब लाजले हात नउठायो हो कि तर पढिँदैन, त्यो बिग्दैन। तर त्यति भन्दा भन्दै जरुरी चाहिँ असाध्यै त्योमा डिटेल र खालि टेक्निकल हिसाबबाट मात्र होइन, त्यसले चाहिँ नि एभ्रिडे मान्छेले बुझ्न सक्ने भाषामा चाहिँ बुझाउनु पर्यो। कृषिको कुरा गऱ्यो भनेर खालि माथिल्लो त्यो टेक्निकल टर्म्सहरू अथवा पोलिसीकै कुरा गर्दाखेरि चाहिँ तलको मान्छेले यसलाई कसरी बुझ्न अप्ठ्यारो पनि छ। र अर्को कुरा चाहिँ यहीमा म जोड दिइहाल्छु, हामीमा सबै अब न्युज मिडियाहरू पनि खुम्चिँदै छन्। अनि कृषि बारे जानेर राम्रोसँग लेख्न सक्नेको म्यान पावर पनि कमी हो। मलाई कहिलेकाहीँ लाग्छ हामी साह्रै जेमा पनि देश ल्याएर जोतिहाल्ने कि खानेकुराको यो देशको संस्कृतिको रक्षा भन्छौँ, त्यहाँ पनि राष्ट्रवादी भइहाल्छौँ। खानेकुरालाई एस्थेटिक्सको हिसाबले, स्वादको हिसाबले, व्यक्तिको मिठासको हिसाबले क्या मिठो मात्रै भएर लेखिदिने पत्रकारितामा बहुत कम अभ्यास भएको कुरो हो। सम्भवतः हिमालमा हामीले लेखेको लेख होला अलिकति एस्थेटिक्सको पक्षमा लेखिएको, उसमा लेखिएको। अरू त देवेन्द्रजीहरू यहीँ हुनुहुन्छ, मैले जे थापेको छु भन्ने कुनै सम्पादकले भनिदिएदेखि म भोलि गएर उहाँकै पत्रिकामा लेखिहाल्ने थिएँ। हामीले खानेकुरालाई व्यवस्था गरेका हौँ। सिनियर सम्पादकहरूलाई खानेकुराको बारेमा लेख्दाखेरि चाहिँ त्यो चाहिँ पछिल्लो पेजमा फिचर चाहिँ गर्ने, त्यो पनि आजभोलि युट्युब र इन्स्टाग्रामले सबै त्यो एस्थेटिक पार्ट चाहिँ हटाएछन्। तर यति भन्दा पनि जुन छ नि त आजभोलि नेवारी खाजा घर, यहाँ अघि म यहाँ हिँड्दै थिएँ, एउटा चाहिँ नि कागल बिट्टामा के थियो भने थकाली भान्सा र नेवारी खाजा एउटै ठाउँमा है। त्यसले चाहिँ सम लेभल अफ एथनिक फुडको चाहिँ अपिल छ भन्ने कुरा त देखायो नि। हालाकि त्यो थकाली जस्तो पनि नहोला, नेवारी जस्तो पनि नहोला, तर नाम त बिग्या छ। मान्छेले गएर चाहिँ कागल भन्नु न त्यो एथनिक फुडपट्टिको लगाएको छ। अर्को प्रयास पनि भएको छ, तपाईँलाई थाहा छैन, अस्ति बेलायतको राजकुमार आउँदा भक्तपुर घुमेर एउटा रेस्टुरेन्ट जान्छ, एउटा त्यहाँ टुसा भन्ने रेस्टुरेन्ट छ। उसले चाहिँ त्यहाँका त्यो अस्ट्रेलियामा बसिरहेका 3 जना भाइहरू सेफहरूले चाहिँ आएर यहाँ केही नेपाली पनि खोल्नु पऱ्यो, त्यो चाहिँ अलि हाई एन्ड रेस्टुरेन्ट खोलेको छ, जुन चाहिँ नि मिशेलिन स्टार भनेर जुन रेस्टुरेन्टमा रेटिङ गर्छ, त्यो किसिमलाई पनि मिल्ने खाल्ने गरेर उनीहरूले के गर्यो भने नेपालभरि घुमेर रैथाने चाहिँ नि स्पाइसेस अरू किसिमका जुन ठाउँमा जे खाइन्छ त्यो कन्सेप्ट लिएर अलिक प्रेजेन्टेसन चाहिँ बेग्लै गरेर प्रिपेयर गर्ने 9 कोर्सको मिल चाहिँ नि खान पाइन्छ।
प्राइसको हिसाबमा अलिक प्राइस प्रोहिबिटिभ छ, अलिक महँगो छ। तर के भने त्यस्तो चिजले पनि हाम्रो मिडियामा स्पेस पाइसकेको छैन कि। त्यो त गर्वको कुरा नि त, बनाउन सकिँदो रहेछ नि त। त्यो एक्सपेरिमेन्टेसन चाहिँ नेपाली खानेकुराहरू कस्तो कस्तो जुम्लामा पाइने अथवा सोलुखुम्बुमा पाइने कतिपय कुरा त्यहाँ सिस्नो खान्छन्, सिस्नो खाने भन्ने कुरा हामीले एउटा समाजको एउटा वर्गसँग मात्र जोड्छौँ नि। त्यहाँ चाहिँ नि तपाईँको बोलमा ल्याएर सिस्नो नेटलको सुप भनेपछि त फेरि नभन्ने हो भने थाहा हुँदैन। म दोस्रो चरण लगभग 7-7 मिनटको हिसाबले चलाउँछु। आफ्नो उत्तरलाई अलिकति कन्साइज बनाउनु भने धेरै बोल्ने मौका तपाईँहरूसितै हुन्छ। डाक्टर साहबसित, डाक्टर साहब, नेपालमा अरू सबैले खेती गर्नुपर्ने, कृषि पढेको मान्छेले चाहिँ जागिरै मात्रै खानुपर्ने के हो? अब त्यसको त प्रमाण म 34 वर्ष पहिला रामपुरबाट कृषि पढाए हो। मेरा बालाई त दोष दिन्न, उहाँ 84 वर्ष हुनुभयो। तर मलाई अहिले पनि सम्झना छ मलाई कसरी मेरा बाले बाहिर धकेल्नु। यो बाले धकेलेको होइन, बाको पुस्ताले आधुनिक हुन जे हामीलाई सिकाइयो, अराइयो, पठाइयो, लगाइयो, त्यसको सामाजिक मनोविज्ञानले मेरा बालाई मलाई धकेल्ने बनायो। मैले मेरा केटाकेटीलाई धकेलेँ, मेरा केटाकेटीले उनका। अब यही रोक्छु। कृषि गरेनन् सबैले, खाडी गए, के गरे, अरू सबैले गरे हुन्छ, मेरा छोराछोरीले बाहेक। हामी अर्को मानसिकतामा त्यहाँ छौँ। मलाई पनि मेरा छोराछोरीलाई खेती गराउनु छैन, मेरो हजुरबाले बा काकालाई पढाएको यिनीहरूले कोदालो समाउनु नपरोस् भनेर हो। मेरो पालामा त त्यो प्रश्नै भएन, नपढ्ने भन्ने कुरै भएन, त्यसदेखि पछाडि भएन। अनि सबै अर्काले गरिदिनु पर्ने खेतीले हामीलाई कहिलेसम्म जान्छ? अब त्यो जाँदैन। मैले अर्काले गर्नुपर्छ पनि भनेको छैन। मैले 2-3टा कुरामा उठाउँछु। म अलि समाजशास्त्रीय हिसाबले हेर्छु। कति कुराहरू यो समाजशास्त्रीय विचारहरू चाहिँ अलि व्याख्या चाहिन्छ। एकदमै सारांशमा भन्दाखेरि यो चाहिँ एकदम अमूर्त हुन्छ होइन। अहिले कुरा आयो हाम्रो मिडियाले किन खेतीलाई चासो दिँदैन, यहाँ हामी बसेकाले किन चासो दिँदैन? किनभने हामी त यो गोजीमा पैसा फलाउन सक्छौँ भने खाने दुःख छैन। तर हामी सबैलाई थाहा छ फेर्ने हावा, पिउने पानी पछि खाना नभइकन 2 दिन को बाँच्छ नभन्नुहोस् त? कोही बाँच्छ। तर यति आधारभूत कुरा पनि किन पनि सोध्छौँ भने हामीलाई के छ भने यसप्रति भरोसा छ। जति बेलासम्म हामी गोजीको पैसालाई टाउकामा लैराख्छौँ हामी फेरिँदैन, चाहे कृष्ण पौडेल चाहे के राख्छ। यो पैसा संसारै यस्तै छ। हाम्रो विकास नै जिडिपीबाट हामीले कति कमाएका छौँ, कति खर्च गर्छौँ, को कति धनी छबाट नापिन्छ। र मैले अघि सुरुमा भारतको तथ्याङ्क ल्याएको भने हामीभन्दा 147 गुणा ठुलो अर्थतन्त्र छ। काँक्राभिट्टा र पानी ट्याङ्कीको रिक्सावाला हेर्नुभयो भनेदेखि त्यो 147 गुणा अर्थतन्त्र, ठुलो अर्थतन्त्रको के पनि अर्थ छैन। गरिब यहाँको गरिबभन्दा त्यहाँको गरिब कमजोर छ। त्यसकारण तर मूल्य प्रणाली त त्यही हो, समाज त त्यही हो। भरे कसैको पार्टीमा गएर आएर क्या भव्य पार्टी खाएर आइयो भनेर हामी नै भन्छौँ, किनभने त्यसले त्यहाँ खर्च गरेको छ। फलानाले क्या राम्रो गाडी किनेछ, त्यसले त गाडी फेरेको फेरै छ भनेर हामी नै भन्छौँ। अनि त्यही किसानले चाहिँ कमाउनका लागि गर्नु नपर्ने, अरू सबैले गर्दा हुने, अनि उसलाई चाहिँ एकदमै लेफ्ट बिहाइन्ड अनुभव भयो भने उसले गर्छ किन त? त्यसो हुँदाखेरि कहीँ हाम्रो तपाईँकै तर्कमा पनि कहीँ कुनै कमजोरी त छैन? होइन, एकदम सोच्ने। मैले अहिले भन्दाखेरि म के भन्छु भने मेरो तर्कमा कति कमजोरी छ भनेर भन्नलाई त मैले पनि त्यसलाई फर्केर हेर्न, त्यसलाई सच्याउने विचार गर्न, त्यसमाथिको मेरो प्रश्नहरू, जिज्ञासाहरूमा विचार गर्नुपर्छ। हामी त्यति लामो कुरा गर्न पाउँदैन। तर म के भन्छु भनेदेखि किसानको उसको आफ्नो विवेकलाई बढ्ने, बढाउने, उनीहरूको आफ्नो दृष्टिकोणलाई, अघि म देवलजीले धेरै कुरा भन्नुभयो भन्छु, किनभने मैले त्यहाँबाट फेरि जोडेँ भने लामो हुन्छ। मुख्य कुरा हाम्रो भएको के हो भनेदेखि चाहिँ हामीले यो खानाका लागि खेतीपाती गर्ने कुरा हो भन्ने आधारभूत मर्म बिर्स्यौँ। यो बिर्सिने कुरा चाहिँ अहिलेको वैश्विक व्यवस्था हो। यो वैश्विक व्यवस्थामा हो मेरा गोजीमा पैसा चाहिएको होइन। त्यसले गर्दाखेरि हामीले आधारभूत रूपमा चाहिँ हाम्रो आजको हामीले जसलाई ज्ञान भन्दैछौँ
मैले अलि यसो भन्दा अलि नकारात्मक जस्तो देखिन्छ। म के भन्छु भने हाम्रो जस्तो विशेषता भएको मुलुकमा हामीले चाहिँ कृषिलाई हेर्ने हाम्रो विशेषताको ज्ञान चाहिने, हामीले सम्म मैदानी ज्ञान ल्याउँदाखेरि हामी धेरै कुरामा अप्ठ्यारो पऱ्यौँ र त्यसको मारमा सबभन्दा छिटो परेको चाहिँ हाम्रो किसानहरू। किनभने हामीले चाहिँ वैश्विक बजार हुँदा बित्तिकै चाहिँ गोजीमा पैसा हो भनेर किन खान सकिन्छ भन्ने मानसिकता भएपछि अब नसक्ने मात्रै किसान छ, अरू त सबै झोले किसान त हो नि। हामी यहाँ बस्ने किसान हो र हामी, किनभने हाम्रो यहाँ गोजीमा पैसा आउने अरू व्यवसाय छ, अरू तरिका छ। त्यसले गर्दाखेरि हामीले अनुदान आउँछ कि भनेर गर्ने कुरा, कोही कोहीलाई बासना आएर गर्ने, खानाको बासना भएर स्वादसितै खाने जस्तै खेतीपातीको बासना आएर खेती गर्ने कुरा मात्रै छ। त्यसले गर्दाखेरि यो जीवनको मर्मसँग यो जोडिएन भन्ने लाग्छ। मैले यो कुरा गर्दा अघिको म फेरि फर्केर सानो के भने मैले भुकमरीको कुरा गरेर आउँदा मूल कुरा के छ भने नि हामीले चाहिँ अघि नै पनि कुरा गऱ्यौँ, हामी लाखौँ प्रजातिहरू खान योग्य थिए, घटाएर हामीले 6000मा पुर्यायौँ। हुँदा हुँदा अब हाम्रो देशमा भन्यो भने त 5वटा वस्तुबाट र 12वटा खेती मात्रै 90% भन्दा बढी खेती हुन्छ। यति घटायौँ कि हामी तिनलाई कसरी बढाउन सकिन्छ भनेर हामी विष र रसायनको मात्रै खेती गरिरहेका छौँ। अब त्यो मानसिकताहरू नभत्काइकन, त्यो माथि प्रश्न नगरिकन, त्यसका जिज्ञासा नमेटाइकन हामीले चाहिँ न किसानको कुरा, न खानाको कुरा, न खेतीपातीको कुरा सर्टेज भन्दैन। हामीसित भएको थोरै समयमा यत्रो वैश्विक व्यवस्थाका कारणले आएको समस्याका लागि हामी यो हलमा भएका मान्छेलाई तपाईँको प्रेस्क्रिप्सन 1, 2, 3। एक, पहिलो कुरा त हामी आफैमाथि प्रश्न गरौँ र आफ्नो विवेक खर्चौँ। त्यो अहिले हामी एक हिसाबले भन्यो भने हाम्रो विवेक चाहिँ त्यो कालोपत्रे पिच गरेको माथिको धुलो जस्तै छ। एउटा बर्खा आयो भने बाइकहरू लडेर मान्छेहरू बिहाल्छ। हामी अहिले वातावरणीय सङ्कटको कुरा गर्दा हामी त्यही ठाउँमा छौँ। त्यसमा गरी खानेकुराको मर्म हाम्रा जीवनमा के हो भनेर हेऱ्यो भने खानेकुरा नै हाम्रो ऊर्जाको स्रोत। यदि हाम्रो ऊर्जा भएन भने स्वास्थ्यको कुरा गर्नु हो, स्वास्थ्य त अझै पछिको कुरा, पहिला त ऊर्जाको कुरा हो। पेटभरि खान नपाए तपाईँ के गर्नुहुन्छ? यहाँ आउनुहुन्छ, यहाँ आएर कुरा गर्नु सक्नुहुन्छ। त्यसमा पहिलो कुरा हाम्रो विवेक फर्काउनु पर्यो। दोस्रो कुरा हाम्रो मात्रै फर्काएर गयो, यो व्यवस्था गर्ने यसको जिम्मेवारी बोकेको। किनभने आज राज्य सत्तामा बाहिर किसानले एक्लै केही गर्नु, त्यसो हुँदाखेरि त्यो राज्य सत्ता चलाउनेहरूको विवेक फर्काउँछ। तेस्रो कुरा हामी सबै यो पैसालाई गोजीमा मात्रै राख्ने, हामीले टाउकामा लगाएपछि हाम्रो विवेक पनि फर्किन्छ। राजनीति र सरकारहरू भनेका हाम्रो कार्पेट जस्ता हुन्, वरिपरि बडार्पणा गरेर त्यही कार्पेट पनि फोहोर हालिदियो, आफू सफा ठाउँमा बस्यो। मलाई काम गर्दै जाँदाखेरि आफूले नै हिजोसम्म सोचेका कुरा कति कच्चा रहेछन्, म कसरी सोच्दो रहेछु भन्ने लागिरहेको छ। वातावरण पत्रकारिता गरेका बेला मलाई वातावरण पत्रकारितामाथि ठुलो विश्वास थियो, वातावरण संरक्षणमाथि विश्वास थियो। एकताल रसुवा गएको थिएँ पार्क पिपुल कन्फ्लिक्ट हेर्नलाई, 2टा रुख काटेको कसैले देखेर तँलाई पोल्लाइदिउँ उसमा गएर निकुञ्जमा गएर भनेर मेरो हक नहुँदै पनि धम्काएको थिएँ। अहिले लाग्छ, अस्ति पनि भर्खर हामी गोसाइँकुण्ड जाँदा रसुवा गरेर आयौँ, 2टा रुख अरू काटेर अलिक सुखी जीवन बिताए पनि हुने जस्तो लाग्न थाल्यो। पहिला संरक्षणवादी थिएँ, अहिले माधव घिमिरेको एउटा कविताले मलाई बडा तानेको छ। उहाँ लेख्नुहुन्छ, भरिन्छ सिक्रो रुख बालुवाले, भरिन्छ पहिरो पनि रे दुलोले, भरिन्छ जेले पनि धरती फाटे, भरिन्छ केले तर चित्त फाटे। म साह्रै एन्थ्रोपोजेनिक भएर मान्छेले जे गर्यो त्यही ठिक चाहिँ भन्ने लाग्दैन, तर धरतीसित चाहिँ आफूलाई हिल गर्ने एउटा मेकानिजम छ। तर एउटा दूरदराजमा भएको मान्छेले चित्त दुखायो भनेदेखि त ऊ त बसाइ सर्छ, ऊ त उसमा जान्छ। हामी सहरमा बस्ने मान्छेहरू गाउँका मान्छेहरूको बारेमा अति धेरै टाउको दुखाउँछौँ। गाउँको मान्छेले आफ्नो घरमा बाटो बनायो, बुलडोजर लगायो भने हामीलाई टाउको दुख्छ, पहाड घाइते भयो भनेर रुन थाल्छौँ। अनि टाढा टाढा घर बनायो भने कसरी सेवा पुर्याउने भन्छौँ। खेतीपाती गर्ने ठाउँमा आएर घर बनायो भने उर्वर ठाउँ जति सक्यो भन्छौँ। हामी सहरका मान्छेहरू गाउँका मान्छेको बारेमा अलिक धेरै जान्नै भइरहेको छैनौँ। डाक्टर साहब, तपाईँलाई कस्तो लाग्छ?
केदारजी, जब तपाईँले कुराकानी गर्दै हुनुहुन्थ्यो नि अति राष्ट्रवाद र यताउति कुरा गर्दाखेरि खानेकुरा र स्वास्थ्यको समस्या र राजनीतिकहरूको समस्या नेपालमा मात्रै छैन है। म अहिले एउटा किताब पढ्दैछु फुड पोलिटिक्स भनेर। अमेरिकामा सांसदहरूलाई सिनेटरहरूलाई व्यापारीहरूले कसरी हातमा लिएर अब यहाँ सिधै घुस दिन्छन्, त्यहाँ अब त्यसरी घुस दिन सक्ने सम्भावना छैन। त्यसले कुनै न कुनै तरिकाले चाहिँ हातमा लिएर कत्रो खाना एकदम काम नलाग्ने खाना पनि राम्रो हुन्छ भनेर स्कुलहरूमा त्यो खानालाई चाहिँ जबरजस्ती घोषाउँछन् र त्यसले गर्दाखेरि अमेरिकाका 20% बालबालिकाहरू जो चाहिँ रक्सी खाँदैनन् तर उनीहरूको खानेकुराहरूमा भएको बिखालुपना अथवा पत्रु खानाले गर्दाखेरि उनीहरूको 20%को बालबालिकाहरूको कलेजोमा फ्याट के अरे बोसो जमेको छ, जबकि उनीहरूको जम्न नपर्ने हो। अब नेपालमा कस्तो छ अवस्था त्यसको हाम्रो रिसर्च चाहिँ थाहा छैन हैन। तपाईँले भन्नुहुन्छ जहिले पनि गाली नगरिकन उसलाई गाली नगरिकन हुँदैन भनेर, र गाउँका जनताको चाहिँ तपाईँहरूले कति धेरै वास्ता गरेको भन्दा हो नै। कर्णाली जाँदाखेरि मैले चिनो त्यो एउटा चाउचाउको पोको किनेँ, 5 रुपियाँ जाने के रहेछ भनेर पल्टाएर हेरेको त त्यो चाउचाउको पोकोमा ढुसी लागेको चाउचाउ, ढुसी लागेको बदाम रहेछ। अनि स्कुलको बच्चाहरूले 5 रुपियाँ पाए त लपक्क खाने भए। त्यो ढुसी लागेको बदामले त्यो बच्चाको कलेजोमा कसरी इम्प्याक्ट पार्छ होला, कसले चाहिँ त्यो वास्ता गर्छ? हाम्रो नेताहरूले त गर्दैनन्, हो कि होइन? हो, त्यसै कारणले मैले वास्ता गर्छु, म बोल्छु, बोल्न सक्छु, किनभने मलाई त्यो नेताहरूकोसँग लिनु दिनु राजनीति लिनु दिनु पनि छैन, मलाई काहीँ राजदूत बन्न पनि छैन। त्यही कारणले मलाई अधिकार पनि छ, मलाई ज्ञान पनि छ, र उनीहरूको लागि यदि हामीले नबोल्दियो भने चाहिँ कसले बोलिदिने त? त्यसै कारणले गर्दाखेरि बोलि नै रहेको हो। मलाई पनि लिनु दिनु भएर कम गाली गरेको चाहिँ होइन, तर सबै गाली तिनीहरूलाई नै मात्रै गर्न थाल्यो भने हामी आफ्नो कर्तव्यबाट चाहिँ च्युत हुन्छौँ कि हामी आफ्नो कर्तव्य चाहिँ देख्दैनौँ कि हामी चाहिँ गल्ती गरिराख्ने र सबै गाली जति उनीहरूलाई गरिराख्ने गर्छौँ कि भन्ने डर चाहिँ छ है। ए होइन, मलाई त त्यो डर छैन। किनभने मैले त जे बोल्छु आफ्नो पाएको अहिलेसम्मको पाएको विज्ञानको नलेजले मलाई जे दिएको छ, र मैले चाहिँ आफ्नो जिन्दगीमा जे प्रयोग गर्छु त्यस्तै किसिमको प्रयोग चाहिँ अरू मेरो गाउँको कर्णालीकोले अथवा इटहरीकोले अथवा सुदूरपश्चिमको मान्छेले प्रयोग गर्न पाउन् भन्ने कारणले गर्दाखेरि मैले बोलेको हो। त्यसै यदि नेपालको राजनीति राम्रो हुन्थ्यो भने नि मान्छेहरू बाहिर जानलाई केही पनि आपत्ति छैन। म त मान्छेहरू सकेसम्म कोरियामा जाउन् नठग्यौँ तर गएर काम गरौँ, पैसा कमाउन् भन्ने म आफै 8 वर्ष 10 वर्ष नेपाल बाहिर बसेँ। त्यो मैले त्यही कारणले कमाएको हुनाले त्यसपछि त बोल्न सकेको नि, नत्र भने त अर्काको घरमा पढ्नु पऱ्यो कसरी म बोल्न सक्छु? ल भन्नुहोस्, त्यसो नगरे पनि हामी बोल्न सकेका छौँ, के छैन होइन? बाहिर घर नगए पनि हामी बोलिरहेछौँ। एउटा कुरा तर तपाईँ किन बोलिराख्नु भएको छ भने किनभने तपाईँसँग त अधिकार छ नि त, तपाईँसँग त आर्थिक अवस्था तपाईँको राम्रो छ नि, हो कि होइन? भन्नुहोस् त, यदि तपाईँको आर्थिक अवस्था राम्रो नभएको तपाईँको मुखमा दुध र भात मेरो आर्थिक अवस्था। यहीँ भएको कोही तपाईँको आलोचकले मलाई एउटा प्रश्न पठाएको छ। अरुणा उप्रेती 30 वर्षदेखि एउटै कुरा मात्रै भनिराख्नु भएको छ, यो उहाँले यो 30 वर्षको अवधिमा सिकेको नयाँ कुरा र आफूलाई डिलर्न गरेको केही कुरा छ भने सोधिदिनुहोस् न, म पछाडि बसेर सुनिराखेको हुन्छु भन्नुभएको छ। भेरी गुड क्वेसन। 30 वर्ष होइन, 40 वर्ष। कहाँ 30 वर्ष? हामी त बुढो भइसकेको मान्छेहरू। के डिलर्न गर्नु हो कि गर्नु भएन? हजुर, केही आफैले एकदम एउटा सबभन्दा महत्त्वपूर्ण कुरा लर्न गरेको के भने मेरो ज्ञान मात्रै परिपूर्ण छ, मैले जानेको कुरा मात्रै ठिक हो भन्ने कुरा चाहिँ होइन रहेछ। एउटा कुरा त्यो सिकेँ। अर्को, मेरो पुर्खाहरूको ज्ञान, पुर्खाहरूले दिएको ज्ञान, पुर्खाहरूको परम्परागत ज्ञान जसलाई चाहिँ मैले व्यवस्था गरेँ यस्तो पनि काम लाग्ने कुरा हो र भन्थेँ, त्यो चाहिँ कति धेरै ल्याबोरेटोरीमा जिन्दगीको ल्याबोरेटोरीमा गरेर आएको ज्ञान, त्यो अर्को महत्त्वपूर्ण कुरा सिकेको। अनि अर्को, भोजनले गर्दाखेरि मेरो स्वास्थ्य पेट भरिने र मेरो शारीरिक स्वास्थ्य मात्रै राम्रो हुने होइन, मानसिक स्वास्थ्यमा पनि धेरै ठुलो इम्प्याक्ट पर्छ भन्ने कुरा चाहिँ
यो 40 वर्षको अवधिमा पहिलाको भन्दा धेरै परिवर्तन भएको कुरा चाहिँ यो हो। अब म आमोजी पछि अलिकति समय बाँकी हुन्छ। मलाई आयोजकहरूले अघिसम्मकै समय नआगेकोले गर्दा मलाई ग्लानी भइरहेछ, समयमा खबर गरिदिनु होला। तपाईँ गाउँमा आएर बस्नु भएको छ, मूल बसाइ गाउँमा छ। त्यहाँ आएर बस्दाखेरि तपाईँ पनि एक किसिमले सकेसम्म श्रम मेहनत गर्ने तर श्रम घटोस् भन्ने सोचाइ राख्ने कृषक जस्तो लाग्छ, एन्टरप्रेनर। तपाईँले कृषिको इस्युहरू के देख्नुभयो? अलिकति तपाईँको पर्सपेक्टिभ फरक हुन्छ भनेर मैले आशा गरेको। होइन, एब्सोल्युटली। के भने मैले गाउँमा गएर बस्नुको कारण चाहिँ नि एक त काठमाडौँभन्दा त्यहाँ हावापानी गरेर छ। त्यहाँ बस्दै गएपछि अलिक कृषिमा थोरै एउटा एक्सपेरिमेन्टेसन जस्तो चाहिँ मैले गर्दैछु भनौँ न। कृषि भनेर हामी जन्मिएदेखि अहिलेसम्म यो हाम्रो दिमागमा चाहिँ यस्तोसँग इम्प्रिन्ट गरिदिएको छ कि यो चाहिँ तर कृषिलाई हामीले जस्टिस गरेका छैन। अनि गाउँ गएर सब हिजो जुन गाउँमा उम्रेको चामल चाहिँ म ठमेलमा जन्मेर हुर्केको मान्छे त्यहाँ आएर चाहिँ नि आउँथ्यो र त्यहाँ खाएर हुर्केको। आज म त्यो गाउँमा बस्न जाँदाखेरि त्यो शनिबार बिहान चाहिँ नि हात्तीमा, यहाँ झापाको जस्तो हात्ती होइन, त्यो 4 पाङ्ग्रे हात्ती त्यो भने निलो सानो गाडी, त्यो ढुवानीमा बोरामा चामल लिएर आएर चाहिँ ल यो फलानु ब्रान्डको चामल आउनुहोस्, हेर्नुहोस्, किन्नुहोस्, खानुहोस् भन्छ। जुन ठाउँबाटले चामल त्यति उमार्थ्यो किसिम किसिमको आज त्यहाँ उम्रिँदैन। अनि मलाई क्युरियस भएर त हेरौँ त यो गाउँमा। र एउटा कुरा चाहिँ काव्य अघि मैले त्यो रिस्क लिन सक्ने अवस्थामा आएर मैले यो गर्न खोजेको के रहेछ त किसानहरूको भने, एक किसान गर्ने मान्छे, कृषि गर्ने मान्छेको कमी छ र जति त्यो गाह्रो डिफिकल्ट टरेन हो उति झन् डिस्करेजिङ हो त्यो कान्नामा गर्न। अनि म काठमाडौँभन्दा म धुलीखेलमा बस्छु गाउँमा भए पनि त्यहाँको अब काठमाडौँ फैलिँदै गएपछि त्यहाँपट्टि चाहिँ नि अहिले त अलिकति जग्गाको यो मन्दी भएको छ। नभए बिदाको दिनमा दलाल र जग्गा हेर्न आउनेको भिड। 40 वर्ष कृषि गरेर नकमाएको पैसा चाहिँ नि 2 रोपनी बेच्दिएपछि आइहाल्यो नि त। अनि सबैलाई बोर्डिङमा पढाउनु छ बच्चा-बच्ची, गाउँमा स्कुल छ। त्यसैले त्यो पैसा चाहिँ क्यास चाहिँ इमिडिएट निड्स छ कि। अनि छोडे छन् कृषि गर्ने। अनि पण गाह्रो पनि छ। म आफै अहिले तपाईँले भन्नुभयो म भैँसेपाटीसम्म लिएर आउँछु, किनभने मेरो लागि त एउटा त्यो एक्सपेरिमेन्टेसन पनि अब हबी जस्तो पनि कि कति उमार्न सक्दो रहेछु, कहाँ मार्केट छ भनेर। अनि मैले ग्रो गर्ने, त्यसमा इन्भेस्ट गर्ने र मैले भैँसेपाटीमा ल्याएर जुन एउटा हाम्रो भाइको पसल छ अनि त्यहाँ छोड्दाखेरि मलाई फाइदा फाइनेन्सियली छैन, त्यो लसमै छ। तर मैले के देख्छु भने मैले मसँग आउटलेट नहुने र मैले 1-2 पल्ट चाहिँ पनौतीमै पनि एउटा त्यो थोक विक्रेतालाई पनि दिन्थेँ। उसले जुन पैसा दिन्थ्यो मैले भने बाफे यति पैसा दियो भने त यो गाउँमा कृषि त किन गर्छ, कसैले त्यति मेहनत किन गर्छ, गर्दैन नि। अनि त्यो डाइरेक्ट ठाउँमा दिएर अनि धेरै हामी लार्ज स्केल नगर्ने भएर अब मान्छेहरूको बानी कस्तो भइसक्यो भने हामी त्यो एकदम ब्लेमिसेस नभएको, कालो नलागेको, टिलिक्क परेको फलफुल खाने होइन, किराले कहीँ नछोएको किसिमको गोलबेडा चाहिने, तरकारी चाहिने त्यस्तो खोज्छौँ। तर यो बिखारी रहित चाहिँ पनि खोज्छौँ कि त्यो भने 2टा डिरेक्सनमा गएको चिज हो नि त। जुनमा बिसारी हाले हुँदैन, त्यो त त्यसमा ब्लेमिसेस हुन्छ, किराहरूले खाएको हुन्छ, आकार चाहिँ नमिलेको हुन्छ। अब हामी चाहिँ किन्ने बेलामा चाहिँ आँखाले किन्ने, शरीरभित्र चाहिँ हामीलाई बिसारी रहित चाहिन्छ। कन्ट्राडिक्टिङ छ हामीमा पनि त्यो हो। अघि फेरि यो मिडियामाको कुरामा यो कुरा हामीले बुझाउन पनि सकेका छैनौँ। यो डाडु पनि आफ्नो हातमा लिएपछि अलिकति त आफ्नो भागमा पनि पस्किनु पऱ्यो होइन। मैले पनि त आफ्नो डम्फु अलिकति बजाउनु पऱ्यो। मलाई कहिलेकाहीँ आफू यति धेरै सकारात्मक लाग्छ कि आफूलाई डर लाग्छ। म यति धेरै सकारात्मक भयो कि मेरो क्रिटिकल थिङ्किङ नै मैले सिद्ध्याएँ कि भने जस्तो। किनभने म र मेरो श्रीमती